साथीहरू नमस्ते। आज हामी कोरियन भाषाको उच्चारण विधि पढ्नेछौँ। कोरियन भाषामा उच्चारण विधिलाई 3 भागमा छुट्याइएको हुन्छ र आजको क्लासमा हामीहरूले पहिलो र दोस्रो भाग पढ्नेछौँ। त्यसैगरी पहिलो भाग रहेको छ कुनै पनि अक्षर शब्दको पहिला, बीच र अन्त्यमा आउँदा हुने उच्चारण। र यो नियम 4वटा अक्षरको लागि मात्रै लागू हुन्छ: ग, ज, ब, द। र पहिलो अक्षर रहेको छ ग। ग कुनै पनि शब्दको अगाडि आउँदा त्यसको उच्चारण ख हुन्छ। उदाहरण: खिथा। खिथा भनेको अन्य। खे। खे भनेको कुकुर। खरुम। खरुम भनेको मल। बीचमा आउँदा ग हुन्छ। उदाहरण: खोगुमा। खोगुमा भनेको सखरखण्ड। इगिदा। इगिदा भनेको जित्नु। त्यसै गरी अन्त्यमा आउँदा पनि ग नै हुन्छ। उदाहरण: नुगु। नुगु भनेको को। फिहङ्गी। फिहङ्गी भनेको प्लेन। दोस्रो रहेको छ ज। ज कुनै पनि शब्दको अगाडि आउँदा त्यसको उच्चारण छ हुन्छ। उदाहरण: छादा। छादा भनेको सुत्नु। छुङसाङ। छुङसाङ भनेको लक्षण। ज बीचमा आउँदा ज नै उच्चारण हुन्छ। छिजन बुनहादा। छिजन बुनहादा भनेको पोखरुनु। खोजाङ नादा। खोजाङ नादा भनेको बिग्रनु। त्यसै गरी अन्त्यमा आउँदा पनि ज नै हुन्छ। उदाहरण: अन्जे। अन्जे भनेको कहिले। यजा। यजा भनेको केटी। त्यसै गरी तेस्रो अक्षर रहेको छ ब। ब कुनै पनि शब्दको अगाडि आउँदा त्यसको उच्चारण फ हुन्छ। उदाहरण: फुरुदा। फुरुदा भनेको बोलाउनु। फारादा। फारादा भनेको कामना गर्नु। ब बीचमा आउँदा उच्चारण ब नै हुन्छ। उदाहरण: सबिसु। सबिसु भनेको सेवा र अन्त्यमा आउँदा पनि ब नै हुन्छ। छाबी। छाबी भनेको दया। र त्यसै गरी चौथो अक्षर रहेको छ द। द कुनै पनि शब्दको अगाडि आउँदा त्यसको उच्चारण थ हुन्छ। उदाहरण: थोसी। थोसी भनेको सहर। थारुदा। थारुदा भनेको फरक। द बीचमा र अन्त्यमा आउँदा त्यसको उच्चारण द नै हुन्छ। उदाहरण: मान्दुल्दा। मान्दुल्दा भनेको बनाउनु। ओन्दो। ओन्दो भनेको ताक्रम। त्यसै गरी अर्को भाग रहेको छ फाच्छिम। अक्षरको तल झुन्डेर आउने अक्षरलाई नै फाच्छिम भनिन्छ। फाच्छिम 2 प्रकारका हुन्छन्: सिङ्गल फाच्छिम र डबल फाच्छिम। पहिलो रहेको छ सिङ्गल फाच्छिम। सिङ्गल फाच्छिम 7वटा हुन्छन्। ग, क, ख को चाहिँ क हुन्छ। न को न, द, थ, स, ज, छ, ह को त, र को ल, म को म, ब र फ को प, अ को ङ। अब यिनका केही उदाहरणहरू: कोक। कोक भनेको अनिवार्य। सुबाक। सुबाक भनेको खरबुजा। फाक। फाक भनेको बाहिर। फुवक। फुवक भनेको भान्साकोठा। नुन। नुन भनेको आँखा अथवा हिउँ। मुन। मुन भनेको ढोका। माल। माल भनेको घोडा। मूल। मूल भनेको पानी। खोम। खोम भनेको भालु। फाम। फाम भनेको रात। खोङ। खोङ भनेको बल। फाङ। फाङ भनेको कोठा। पाङ। पाङ भनेको पाउरोटी। इत्ता। इत्ता भनेको हुनु। ओत। ओत भनेको कपडा। नात। नात भनेको दिन। मित। मित भनेको तल। छिप। छिप भनेको घर। आप। आप भनेको अगाडि। त्यसै गरी दोस्रो नम्बरमा रहेको छ डबल फाच्छिम। डबल फाच्छिम पनि 7वटा हुन्छन्। डबल फाच्छिममा हामीहरूले तिनीहरूको उच्चारण के हुन्छ भनेर सिक्नु पर्दैन। हामीहरूले केवल कसको उच्चारण हुन्छ भनेर सिक्दा मात्रै हुन्छ, किनभने त्यसको उच्चारण के हुने भनेर हामीले सिङ्गल फाच्छिममा पढिसकेको हुन्छौँ। ल आउनुहोस् हेरौँ। अगाडिको शब्द उच्चारण हुने गसको ग, बसको ब, नज नहको न, र ब र थ र स र ह को र। उदाहरण: मोक। मोक भनेको भाग। मान्था। मान्था भनेको धेरै हुनु। खोल। खोल भनेको डाइरेक्सन। र पछाडिको शब्द उच्चारण हुने र ग को ग, र म को म, र फ को फ। उदाहरण: इक्ता। इक्ता भनेको पढ्नु। साम्ता। साम्ता भनेको उसन्नु। इप्ता। इप्ता भनेको आवाज निकालेर पढ्नु। आजको क्लास यति नै साथीहरू। अब हामी भोलिको क्लासमा अक्षरसँग अक्षर ठोकिएर हुने उच्चारण पढ्नेछौँ।